हेलो साथीहरु नमस्ते नमस्ते हजुरहरुलाई स्वागत छ मेरो दोस्रो भिडियोमा। आज हामीले मैले गर्नुपर्ने काम बिहानमा हामीले गर्नुपर्ने काम देखाउन गइरहेको छु। साउथ कोरियामा गाई फार्ममा बिहानमा गर्नुपर्ने काम। अब हामीले चाहिँ यहाँ सर यो पुरै अगाडिको सफा गरेर दाना ल्याएर हाल्नु पर्दछ। अनि बिहानमा एकचोटी सर एक राउन्ड सबै यो घुम्नु पर्दछ। बिमारी छ कि छैन, गाईहरु बाच्छाहरु बिमारी छ कि छैन त्यो हेर्नु पर्दछ। बिरामी भएछ अब लार भनिदिनु पर्दछ। यहाँ गाई मजाले बसेका हुन्छन् बिहानमा। यिनीहरूलाई सबै हेरेर सर हेरेर बिमारी छ गाईहरु बियाको पनि हुन सक्छ, बियाको भए तिनीहरूलाई स्याहार्ने। यस्तो हिटर लगाएर तातोमा अलि जाडो मौसम छ, बिहानको समय हो यो मर्निङ टाइम। यहाँ चाहिँ सबै आमा गाईहरु भनेर यो बियाएको गाईहरु मात्रै छन्। यो गाई गोरुहरु सबै ट्र्याक्टरले गोबर सर छोडिदिन्छ, हात लाउन पनि पर्दैन। आनन्द बसेको छैन। अब एक नम्बर गोठ भन्छ यहाँ चाहिँ। गएको महिना 20-22 वटा जति गाईहरु ब्यायो। यस्तो गोठहरु साउको धेरै छ। अरुमा चाहिँ गोरुहरु ठुल्ठुला गोरुहरु छ। यहाँ चाहिँ हामीले बिहानमा एकछिन गर्नुपर्दछ, अरु दिनभरि अरु काम गर्नुपर्छ, दानाहरु गराउनु पर्दछ। दानाहरु पनि बेच्छ साउले। यहाँ चाहिँ हाम्रो एकदम दाइ मेरो साथी दुःख सुखमा सहयोग गर्ने यहाँ पदम दाइ हुनुहुन्छ यतापट्टि। दाइ यता फर्किनुहोस्। पदम दाइ उहाँ दाइको घर चाहिँ इटहरी हुनुहुन्छ हो। दाइलाई नि मैले यसो दाइ आउनु यता तपाईँ गर्नु पर्यो काम भनेर लिएर आएको। दाइ अहिले हामीसँग दुईवटा मात्रै छौँ नेपाली। दाइले र मैले मिलेर काम गरिदिएको छ। अब त्यो सफा गरेको ठाउँमा अब लड दाना हाल्ने हो। यी दाना बनाएर राखेको हामीले हिजो। यस्तो दानाहरू धेरै नै बनाउनु पर्छ, दिनमा 5-6 उस बनाउनु पर्दछ। अब यहाँलाई यहाँ उस गरेपछि गाडीमा दाना झर्छ। तर यस्तरी गएपछि यस्तरी गाडीबाट कन्भेयरबाट दाना झर्छ। हिजो बेलुका बनाएर राखेको हामीले त्यहाँ झरेछ।
ल साथीहरू आज हामी बिहानमा गर्नुपर्ने कामहरू बिहानमा गाईलाई दाना दिएर 2 गाडी दाना हालेर बेलुकालाई 1 गाडी थापेर अब के दाना हिजो बनाएको भ्याइयो अब चाहिँ हामीले अब अरू काम गर्ने अब नास्ता खान जाने नास्ता खाएर अरू काम गर्न जान्छौँ अरू ल अर्कोचोटि अर्को भिडियोमा भेटौँला त्यति बेलासम्म हाँसी खुसी रहनु होला